आज शनिबार हाम्रो मिनी ब्लग। आज हामी गएर छौँ गुरुद्वारा। सबैजना सँगै बस्ने सबैजना ऊ पछाडिबाट आइरहेछ मेरो छोरी, ऊ प्राची नौटङ्की, ऊ मेरो दिदी। हाम्रो घरबाट 5 मिनट छ जति। यो मेरो कान्छी छोरी, उसको साथीहरू गइरहेछौँ। बाहिर यति धेरै चिसो छ कि ओहो जान मन लागेर हो कि कति दिन भइसक्यो त्यो नगएको। सबैजना चिल्लर पार्टीहरू देखियो, टाढैबाट देखिन्छ गुरुद्वारा। आइपुग्यौँ गुरुद्वारा। हामी आएर भित्र पस्यौँ, हात खुट्टा धोयौँ। माथि छ कि त्यहाँ मेरो छोरा गयो पुग्यो अनि ढोग्यौँ, बस्यौँ, एकछिन बसेर सुन्यौँ भजन, यो प्रसाद। अनि त्यसपछि तल आएर लङ्गर खायौँ अनि निस्क्यौँ।